अध्यागमन मार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारीहरू जोडिएका छन् र अब यो चाहिँ सबैतिरबाट चाहिँ चौतर्फी आवाज आइरहेको छ कि यस्तो विषयमा अब नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। अर्थात् कांग्रेस पार्टी भित्रका नेताहरूले समेत राजीनामा मागेका छन् र हाम्रो पार्टीको आज बैठकले पनि के निष्कर्ष निकालेको छ भने अब गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अब जुन छानबिनै सुरु गरिसकेको छ नि राज्यका निकायले, यस्तो स्थितिमा अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ताकि त्यो पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस्। स्वतन्त्र निष्पक्ष छानबिनका लागि चाहिँ उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर हाम्रो पार्टीले निष्कर्ष निकालेको छ र यस अर्थमा अब तुरुन्त गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ। जति ढिलो भयो उति चाहिँ राज्यको साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ।